पहिलो सर्भिस अत्यन्तै राम्रो स्ट्राइक थियो चेक आउट खाता खोल्न सफल कर्मचारी टिम 1 पारुवाङ टिम 0 फाइनल गेम भइरहेछ यो दामी हो अत्यन्तै राम्रो स्ट्राइक दुबल भाइबाट पारुवाङ टिम पनि लगत्तै खाता खोल्न पूर्वपट्टिको कोणमा कर्मचारी टिमलाई देख्न सक्छौं भने पश्चिमपट्टिको कोणमा पारुवाङ टिम उत्कृष्ट स्ट्राइक थियो पारुवाङ टिम 1 दुई बराबर स्कोर थप्न सफल हुनुभएको छ कोही फेटेक पेम्बाले के भन्दै छ टिमले ल्याएर बराबरी हुनुभएको छ पारुवाङ टिम तर्राई हुनुहुन्छ सर्भिसमा समान अङ्क देख्न सक्छौं स्कोर बोर्डमा हामी 4 बराबर स्पाइक पनि टिम पनि 5 बराबरी पारुवाङ टिम 5 बलिङ आइपुगेको छ हैन अत्यन्तै राम्रो स्पाइक थियो टङ्कराईबाट दोस्रो चान्स पनि आइसकेको छ फेरि पनि उत्कृष्ट स्पाइक अवसर फेरि दौडिँदै गरेको देख्न सक्छौं हामी अत्यन्तै राम्रो स्पाइक थियो टङ्कराईबाट खेल एकदमै घम्सा घम्सीमा टेक्निक थियो बल रिसिभ भइसकेको अवसर फेरि दौडिएर आइसकेको देख्न सक्छौं बल रिसिभ हुन सकेन पारुवाङ टिम बीचमा टङ्कराई उत्कृष्ट स्ट्राइक यो स्कोर राम्रो राम्रो उत्कृष्ट स्ट्राइक थियो तर ब्लक हुन सफल उत्कृष्ट 8-7 भइरहेछ भएको छ फरिदा भाइ सर्भिस पारुवाङ टिमबाट 8 अङ्क रहेको छ भने पारुवाङ टिमलाई 9 खेल एकदमै प्रतिस्पर्धामा कर्मचारी टिमलाई 8 2 अङ्कको अग्रता कर्मचारी टिमलाई 9 अङ्क रहेको छ भने पारुवाङ टिमलाई 10 टिमलाई 12 अङ्क रहेको छ भने अत्यन्तै किल सर्भिस थियो तर अत्यन्तै राम्रो स्पाइक टङ्कराईबाट बल झुक्दै कोड चेन्ज भएको छ अब कर्मचारी टिम पन्ध्र अङ्क पारुवाङ टिमलाई रहेको छ भने
स्कोर रहेको छ पारुवाङ टिमलाई 17 अङ्क रहेको छ भने कर्मचारी टिमलाई 10 रहेको छ भने 10 अङ्क कर्मचारी टिमलाई। राम्रो स्पाइक थियो सुभाष चन्द्र राईबाट। उन्नाइस र 10 भइसकेको छ। कर्मचारी टिम 10 कर्मचारी सरी पारुवाङ टिमलाई 19। स्पाइक थियो विमान पराजुलीबाट। फेरि पनि उत्तिकै राम्रो स्पाइक रिसिभ राम्रो स्पाइक स्कुल कर्मचारी टिम लिँदै कर्मचारी टिम 13 अङ्कमा रहनु भएको छ भने पारुवाङ टिम 19 कर्मचारी टिम 13। उत्कृष्ट स्पाइक उत्कृष्ट स्पाइक थियो डिफेन्स पनि उत्तिकै स्कोर रहेको छ पारुवाङ टिम 21 अङ्क रहेको छ भने कर्मचारी टिम 14। कर्मचारी टिम 14। खेलाडी मित्रहरू तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गर्दछु। भएको छ पारुवाङ टिमले भने तार स्कोर हातमा लिँदै 24 अङ्क प्राप्त गरिसक्नु भएको छ भने कर्मचारी टिम 15। टिम अनुसार